फर्स्ट अफ अल आयोनिक इक्विलिब्रियमको अब च्याप्टर पढ्नुभन्दा पहिला बेसिक कुरो त हामीलाई भोल्युमेट्रिक एनालाइसिसको थाहा हुनु पर्यो। त्यसपछि हामीले यसको न्युमेरिकल भन्दा पनि पहिला बेसिक कुराहरू लाइक एसिडिक बेस कन्सेप्ट अथवा हामीले यो लुइस बेस कन्सेप्ट पढाएको हुन्छ, प्रोनोस्टेट एसिड बेस थ्योरी। अब हाम्रो दुई तीनटा थ्योरी भयो गरे। त्यसपछि हामीले यसमा अब यो अस्टेबल डाइल्युसन लको डेरिभेसन सिम्पली र त्यसको लिमिटेसन भयो। अनि हामीले यो सोल्युबिलिटी प्रोडक्ट र आयोनिक प्रोडक्टको डेफिनेसन अथवा त्यसको डिफरेन्स। त्यसपछि अर्को हाम्रो यो सोल्युबिलिटी प्रोडक्ट र आयोनिक प्रोडक्टको हाम्रो के छ त्यो एप्लिकेसन थियो नि साल्ट एनालाइसिसको हो, ग्रुप फर्स्ट ग्रुप सेकेन्डको रिएजेन्टहरू अथवा त्यहाँ चाहिँ कसरी के भएर काम भइरहेको छ त्यो चाहिँ हामीले सर बुझ्यौँ भने हामीलाई लगभग थ्योरीमा त्यस्तो प्रब्लम हुन्न। अनि सेलेक्सन अफ इन्डिकेटर कहिले त्यहाँबाट पनि एमसिक्यूमा क्वेसन सोध्न सक्छ कि कुन इन्डिकेटर युज गर्न सकिन्छ है, कस्तो रिएक्सनको टाइप कस्तो छ, एसिड छ कि बेस अथवा स्ट्रङ एसिड विक एसिड कस्तो छ के छ त्यो कुराहरू चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। ल यसमा हामीले पहिला सजिला न्युमेरिकल चाहिँ डिल गर्छौँ। हामीले लगभग 12को बोर्ड एक्जाममा हामीले एमसिक्यूमा अथवा जनरली आइरहेको क्वेसनमा हामीले एउटा यो क्वेसन पनि देख्न सक्छौँ जहाँ चाहिँ हाम्रो के दिइरहेको हुन्छ डिसोसिएसन कन्स्ट्यान्ट दिइरहेको हुन्छ र हामीले चाहिँ यस्तो क्वेसनको लागि चाहिँ हामीले अस्टेबल डाइल्युसनलाई चाहिँ के गर्नुपर्ने हुन्छ युज गर्नुपर्ने हुन्छ। ल यहाँ सोधेको छ डिग्री अफ आयोनाइजेसन, हामीलाई अल्फा सोधेको छ है। यसमा हामीलाई गिभन लेखौँ। ल अब यो गिभन छ हाम्रो डिसोसिएसन कन्स्ट्यान्ट फर एससिएन विक एसिड हो। यसको हामीलाई कन्सन्ट्रेसन पनि दिएको छ 0.01 मोल दिएको छ अथवा मोलार दिएको छ। भनेपछि हामीलाई यो सोलुसनको पहिला के सोधेको छ H प्लस आयन कन्सन्ट्रेसन। यदि यो नदिएको भए हामीलाई यो यदि डिसोसिएसन कन्स्ट्यान्ट नदिएको भए हामीले डाइरेक्ट ट्राई गर्न सक्थ्यौँ है। तर हामीले चाहिँ यदि डिसोसिएसन कन्स्ट्यान्ट दिएको छ भने हामीले यति बेला आनन्दसँग हामीले के गर्न सक्छौँ अस्टेबल डाइल्युसन मजाले फलो गर्न सक्छौँ। हामीलाई थाहा छ डिसोसिएसन कन्स्ट्यान्ट आयोनाइजेसन इक्वल टु अल्फा इक्वल टु Ka/C। अब कहिले यहाँ C नभएर Ka इन्टु भोल्युम पनि हुनसक्छ। हामीलाई थाहा छ भोल्युम र कन्सन्ट्रेसनको रिलेसन चाहिँ हाम्रो के छ इन्भर्सली छ। सो हामीले डाइरेक्ट भ्यालु पुट गर्न सक्छौँ। यसो गर्दाखेरि हामीले 2.19×-4 हाम्रो चाहिँ के छ डिग्री अफ आयोनाइजेसन छ। अब हाम्रो अस्टेबल डाइल्युसनमा के पढेको छ भन्दा यदि विक कम्पाउन्ड छ भने ल लाइक हामीले एससिएनलाई ब्रेक गऱ्यौँ भने के भन्छ H प्लस र हाम्रो Cn माइनस भन्ने भयो है, Cn माइनस। अब हामीले सुरुमा के गरेको छौँ यसलाई हामीले अब अल्फा मानेको छौँ भने अथवा कन्सन्ट्रेसन हाम्रो सुरुमा के छ C छ भने हाम्रो यो के हुन्छ 0 हुन्छ, यो 0 हुन्छ र हाम्रो यो पछि C माइनस C अल्फा भयो भने हाम्रो के हुन्छ यो पनि C अल्फा हुन्छ र अर्को पनि हाम्रो के हुन्छ C अल्फा हुन्छ है। भनेको हामीले यति कन्सन्ट्रेसनले यो घट्दै जान्छ भन्ने बुझ्छौँ अथवा यो यति कन्सन्ट्रेसनले घट्दै जान्छ हामीले घट्छ यतातिर यो बढ्दै जान्छ भन्ने बुझ्न सक्छौँ है। भनेपछि हामीले H प्लसको आयन कन्सन्ट्रेसन निकाल्न पर्यो भने के गर्न पर्ने छ C इन्टु अल्फा गर्न पर्ने छ है। भनेपछि हाम्रो अब C त हामीलाई गिभन छ, अल्फा पनि हामीले भर्खरै निकाल्यौँ भनेपछि हामीले के गर्न सक्छौँ हाइड्रोजनको कन्सन्ट्रेसन बराबर C इन्टु अल्फा गर्न सक्छौँ जो हामीले भ्यालु माथि निकालिसकेको छौँ। ल अब H प्लस आयो भने त हामीले सिम्पल pHको हामीलाई फर्मुला थाहा छ pH इक्वल टु माइनस लोगारिथमिक अथवा लग H प्लस हो भनेपछि हामीले यसरी चाहिँ के गर्छौँ भ्यालु पुट गरेर आनन्दसँग क्यालकुलेसन गर्छौँ। अब क्यालकुलेसनमा रस गर्न भएन, यो माइनस छुटाउनु भएन, ठिक छ। यसो गर्दाखेरि यो भ्यालु हाम्रो के आएको छ 5.66 आएको छ भनेको pHको हामीलाई थाहा हुनु पर्यो एसएन इज अ विक एसिड भनेपछि हाम्रो 7 भन्दा चाहिँ तलै आउन पर्यो कि अलिकति झुकेर बाइ चान्स 8-10 आयो भने लजिक चाहिँ लजिक लाउन सक्नु पर्यो नि त यो चाहिँ ए रङ भएको छ अथवा के भइरहेछ भन्ने बुझ्न चाहिँ पर्यो। ल नेक्स्ट क्वेसन छ क्यालकुलेट OH हाइड्रोक्सिल कन्सन्ट्रेसन इन मोल पर लिटर अफ सोल्युसन व्हिच pH इज 4.7। पहिला यो क्वेसनलाई डिल गरौँ है त। भनेपछि के छ pH हाम्रो 4.7 मा छ। यदि हामीलाई चाहिँ हाइड्रोक्सिल आयन अथवा OH माइनस सोधिरहेको छ भने हामीले
फर्स्ट काम भनेको pH ले दिने भनेको H प्लस हो कि हामीलाई OH माइनस निकाल्नको लागि हामीले चाहिँ के चाहिन्छ POH चाहिन्छ भनेपछि हामीलाई के थाहा छ भन्दा pH र POH को रिलेसन भनेको pH प्लस POH इज इक्वल टु 14 हो यो त हामीलाई थाहा छ नि यो रिलेसन त अथवा हामीले सिम्पल के गर्न सक्छौं pH प्लस POH बराबर 14 त गर्न सक्छौं यसो गरेर हामीले चाहिँ क्याल्कुलेसन गरेर POH निकाल्न त सकिन्छ है ल भने किनकि बेस हो हामीले अब यो के गरेको छ POH को आयोन आयो है भनेपछि अब हामीलाई सिम्पल pH को फर्मुला जस्तै हामीलाई POH बराबर माइनस लग OH माइनस आयोन भन्ने फर्मुला पनि थाहा छ हामीलाई है के सोधेको छ के गर्न पर्ने भन्ने कुरा चाहिँ बुझ्न पर्यो कि हामीलाई यहाँ OH को कन्सन्ट्रेसन सोधेको छ भने त्यही भएर हामीले त यो फर्मुला जसरी पनि युज गर्नै पर्थ्यो कि हामीले के गर्छौं सिधै हामीले चाहिँ यसलाई ट्राई गरेर आउँछौं त्यसो गर्न भएन क्वेशन अनुसार डिल गर्न सक्नु पर्यो ल अब हामीलाई थाहा छ OH माइनस आयोन को कन्सन्ट्रेसन सोधेको छ त्यही भएर हामी उता जाँदाखेरि के हुने भयो एन्टी लग हुने भयो अब यो एन्टी लग चाहिँ हामीले क्याल्कुलेटरमा हान्न नजान्ला यसलाई चाहिँ बेसरी ख्याल गर्नु पर्यो यसलाई बेसरी प्र्याक्टिस गर्नु पर्यो कि माइनस अगाडि हान्ने हो कि पछाडि हान्ने यसलाई चाहिँ ख्याल गरेपछि क्याल्कुलेसन गरेपछि अब यो भ्यालु नआउँदासम्म आइडिया चाहिँ ल्याउनु पर्यो कि के गर्दाखेरि चाहिँ यो भ्यालु आउँदो रहेछ है यो चाहिँ मस्त प्र्याक्टिस गर्नु पर्यो ठीक छ नि क्याल्कुलेटरमा ल भनेपछि यसरी चाहिँ हामीले के गर्न सक्यौं OH माइनस को कन्सन्ट्रेसन निकाल्न सक्यौं अब अर्को क्वेशन चाहिँ यसमा कन्टिन्यू also determine the weight of NaOH required to produce this ion in 1 liter of solution भनेको छ भनेपछि weight of NaOH हामीलाई थाहा छ W = NaB divided by 1000 भन्ने हामीलाई फर्मुला थाहा छ हामीले अब के गर्न सक्छौं यो त गिवन भयो नर्मालिटी मोलारिटी NaOH को लागि बराबर हुन्छ हामीले चाहिँ यो एकदमै धेरै युज गरे फर्मुला हो कसैले VN भन्छ कसैले NaB भन्छ जे भन्नु पनि भन है ल नर्मालिटी हामीले निकाले माथि इक्विभ्यालेन्ट वेट हामीलाई थाहा छ 40 त्यसपछि हाम्रो भोल्युम हामीलाई दिएको छ 1 लिटर भनेको छ सो हामीले यहाँ 1 देख्न सक्छौं है त्यसपछि हामीले यता दिशा गर्यौं भने हाम्रो के आउन सक्छ भ्यालु आउन सक्छ एकदमै डाइल्युट छ सोलुसन त्यही भएर हाम्रो भ्यालु पनि एकदमै थोरै आउनु पर्यो कि यसरी चाहिँ बुझ्न पर्यो सिम्पल छ सकेसम्म नर्मालिटीमा हामीले क्वेशनहरु डिल गर्न सक्छौं तर हाम्रो यो pH भनेको जनरली चाहिँ मोलारिटी सँग चाहिँ हामीले रिलेटेड गर्नुपर्ने हुन्छ फेरि त्यो कुरा पनि ख्याल गर्नु पर्यो ल नम्बर नेक्स्ट क्याल्कुलेट द मोलार कन्सन्ट्रेसन अफ सोडियम प्लस आयन सल्फेट आयोन भनेको छ ल यो सिम्पल फर्मुला हामीले बुझ्छौं यसलाई डिसोसिएट गर्दाखेरि दुईटा सोडियम र सल्फेट आयोन यो दुईटा माइनस है यहाँ माइनस अनि अर्को माइनस हो अब यसलाई ब्यालेन्स गर्ने हो भने हाम्रो के छ सोडियम दुईटा भाग गरे हामीले यहाँ 2 राख्न पर्यो है ल गिवन हामीले बुझ्न सक्छौं यदि 1 मोलर थियो सपोज मानेम भने सोडियम त दुईटा बनेको छ 2 मोलर बन्ने भयो र सल्फेट चाहिँ 1 मोलरै निस्किने भयो अब बाइ क्वेशन छ यदि यो 1 मोलर छ भने यो 2 हुन्छ यो 1 हुन्छ भने यदि यो 0.05 हुन्छ भने त यो त 0.05 * 2 हुने भयो नि त दैट मिन्स 0.1 हुने भयो डेसिमोलर हुने भयो र अर्को चाहिँ 0.05 नै हुने भयो यसरी चाहिँ लास्टमा हामीले फिनिशिङ पनि गरिदिएको छौं के सोधेको छ त्यही अनुसार डिल पनि गरेको छौं ल अर्को एकदमै धेरै सोधेको क्वेशन मध्ये एउटा यो हो है हामीले चाहिँ सिधै के गरिदिरा हुन्छ भन्दा pH - log 10 को पावर -8 गर्दै भ्यालु चाहिँ हामीले 7 भन्दा माथि निकालेर हुन्छौं के है हामीले 8 को रेन्जमा निकालेर हुन्छौं बुझ्न पर्यो यदि एसिड हो भने pH त अलवेज लेस देन 7 आउनु पर्यो नि त हामीले MCQ मा पनि यो क्वेशन देखिरा हुन्छ स्टुडेन्टहरुले सिधै क्याल्कुलेट गरेर चाहिँ आन्सर 8 निकाल्दिएको पाइन्छ हामीले गर्न सक्छौं क्याल्कुलेटरमा त्यसो गर्न भएन यदि कन्सन्ट्रेसन 10 को पावर -7 -8 मा दिएको छ भने 10 को पावर -7 -8 मा दिएको छ भने यो एकदमै डाइल्युट सोलुसन हो है हामीलाई थाहा छ पानीको पनि 10 को पावर -7 हुन्छ किनकि यसमा पानीले पनि के गर्छ आफ्नो रोल प्ले गर्छ त्यही भएर हामीले डाइरेक्ट निकाल्न सक्दैनौं यस्तो बेलामा पानीले दिएको H+ आयन कन्सन्ट्रेसन पनि हामीले क्याल्कुलेट गर्न पर्ने हुन्छ ल यो गिवन भयो अब मैले के गरेको छु वाटरको H+ आयन कन्सन्ट्रेसनलाई पनि मैले कन्सिडर गरेको छु किन सोलुसन एकदमै डाइल्युट छ है लाइक के भयो भन्दा यो क्वेशन चाहिँ हामीले समुद्रमा एक गिलास पानी पोख्दाखेरि एक गिलास खनाउँदाखेरि के फरक पर्ने भएन नर्मल केसमा यदि त्यो स्ट्रङ एसिडहरु हुन्छ भने तर यदि के छ भने हामीसँग एउटा बाल्टिङमा पानी छ त्यसमा त हामीले एक जग पानी अथवा हामीले चाहिँ एक
गिलास पानी हाल्यो भने त भोल्युम त चेन्ज हुन्छ नि त, देखिन्छ नि त, त्यहाँ सिग्निफिकेन्ट चेन्ज देख्न सकिन्छ। त्यस्तै यो पनि त्यस्तै भयो कि एकदमै डाइल्युट छ, त्यही भएर हामीले डाइल्युटमा पनि हामीले थोरै कुराको पनि के हुन्छ त्यहाँ चाहिँ म्याटर गर्छ। भनेपछि हामीले H+ आयोन के गर्न सक्यौँ, वाटरको पनि एड गर्न पर्ने भनेर बुझ्न सक्यौँ है। ल मैले यसरी चाहिँ के गरेको छु, टोटल H+ लाई चाहिँ मैले वाटरको र HCl को एड गरेको छु। यसरी 1.10⁻⁷ आएको छ। यसलाई पछि हामीले चाहिँ क्याल्कुलेट गर्दाखेरि pH फर्मुला हाल्दाखेरि हाम्रो चाहिँ 6.96 विच इज नियरली इक्वल टु 7 के, भने एकदमै डाइल्युटेड छ। अब लगभग न्युट्रल अथवा बेसिकतिर पुग्न खोजेको छ भने हाम्रो एसिड भने एकदमै डाइल्युटेड छ, त्यही भएर भ्यालु पनि एकदमै के आएको छ, pH बढी आएको छ भने बुझ्नु पर्यो। ल अर्को क्वेसन छ, क्याल्कुलेट द pH अफ सोलुसन अब्टेनिङ बाई मिक्सर इक्वल भोल्युम अफ सोलुसन विथ pH 3 एन्ड pH 12। ल यहाँ चाहिँ के गरेको छ, pH 3 दिएको छ भनेपछि यो हाम्रो एसिड भनेर बुझ्नु पर्यो। pH 12 भनेपछि हामीले बेस भनेर बुझ्नु पर्यो। भनेपछि pH 12 आउने बित्तिकै हामीले POH क्याल्कुलेट गरेर हामीले OH- आयोन निकाल्न पर्ने हुन्छ के। भनेको क्वेसनले के भनेको छ, कसो गर्न पर्ने हो राम्रोसँग बुझ्नु पर्यो। pH 3 भनेको एसिड हो भनेपछि हामीले H+ सँग यसलाई कन्सिडर गर्छौँ। pH 12 भनेको बेस हो, त्यही भएर हामीले यसको पहिला POH निकाल्छौँ, त्यसपछि हामीले OH- आयोन कन्सन्ट्रेसन निकाल्छौँ। त्यो कुरा बुझ्नु पर्यो है त। ल गिभन मैले लेख्छु पहिला pH 3 छ भनेपछि हामीले यो फर्मुलामा युज गरेर हामीले के गर्न सक्छौँ, H+ बराबर एन्टिलग माइनस pH गरेर मैले भ्यालु निकालेको छु, 0.001 आएको छ। सिमिलरली pH 12 भनेको बेस हो, सो मैले POH 2 निकालेँ किनकि 14 - 12 गरेर 2 हुन्छ र मैले यसको पनि माथिको जस्तै फर्मुलामा मैले के गरेँ, एन्टिलग माइनस POH गरेर मैले निकालेँ। यसको चाहिँ भ्यालु 0.01 आएको छ। भनेपछि हामीले हेर्ने बित्तिकै बुझ्छौँ कि सोलुसन के छ भनेर, त्यो कमन सेन्स लाउनु पर्यो कि हाम्रो H+ यति आएको छ अनि बेस यति आएको छ भने त सोलुसन त ढुक्कै बेसिक छ भने त बुझिसक्यौँ नि त, हो कि होइन। ल तर यहाँ भोल्युमको पनि कुरा गरेको छ, हामीलाई भोल्युम बढ्ने बित्तिकै के हुन्छ, कन्सन्ट्रेसन घट्छ भन्ने कुरा हामीलाई त्यो पनि थाहा छ। ल म एउटा यहाँ चाहिँ कन्सिडर गरेको छु, दुईटैको भोल्युम चाहिँ 1-1 लिटर मानेको छु मैले, द्याट मिन्स टोटल भोल्युम 2 हुने भयो अथवा 2 लिटर हुने भयो। भनेपछि हामीलाई नर्मलिटी इक्वेसन हामीले चाहिँ जनरली गरेर हुन्छ, यो यदि मिक्सर चाहिँ के छ भने डिफ्रेन्ट छ भने मिक्सर बराबर एसिड बेस के अरे यो नर्मलिटी अफ एसिड अथवा यो NB अफ एसिड माइनस NB अफ यो बेस गरेको छु। यो नर्मल सिम्पल, तर हाम्रो बेस माइनस एसिड गरे पनि हुन्थ्यो, केही फरक चाहिँ पर्दैन। मैले चाहिँ नर्मल फर्मुला युज गरेको छु। यसो गरेपछि मिक्सर पछि मैले चाहिँ मिक्सरको मैले कति निकालेको छु, माइनसमा आएको छ भनेपछि यसलाई हामीले यसो गर्दाखेरि यदि यो प्लसमा आएको भए यो एसिडको हो भनेर बुझ्थ्यौँ है, तर यो चाहिँ माइनसमा आएको भएर हामीले चाहिँ यो बेसिक छ भन्ने बुझ्छौँ। अथवा हामीले माथि मैले आइडिया दिइसकेको छु कसको धेरै छ भनेर, भनेपछि यसरी हामीले एक लाइन लेख्न सक्छौँ कि नेगेटिभ साइन चाहिँ के छ, यो बेस हो भन्ने हामीले बुझाउन सक्छौँ। भनेपछि यदि यो बेस हो भने त हामीले के निकाल्न पर्ने हुन्छ, POH निकाल्न पर्ने हुन्छ। POH हामीले आनन्दसँग निकाल्यौँ 2.35। तर क्वेसनमा के भनेको छ, pH कति हुन्छ सोलुसनको भनेछ भनेपछि त मैले के गरेँ, POH लाई फेरि मैले pH मै कन्भर्ट गरेँ भनेपछि 11.65 आएको रहेछ। यसरी चाहिँ क्वेसनले के सोधेको छ र एन्सर केमा हामीले चाहिँ यसलाई एक्सप्रेस गर्ने त्यो कुरा चाहिँ बुझ्न पर्यो। ल अर्को सोलुसन छ, क्याल्कुलेट pH अफ सोलुसन अब्टेनिङ बाई मिक्सिङ 100 cc अफ सोलुसन विथ pH 3 र 400 cc अफ pH। भनेपछि यो चाहिँ दुईटै एसिड हो भनेर बुझ्न सक्छौँ, किनकि pH 7 भन्दा मुनि छ भनेपछि दुईटै एसिड हो भनेपछि हामीले भोल्युमेट्रिक एनालाइसिसमा पढे जस्तै कि यदि एसिड हो भने त जोड्न मिल्छ। भनेपछि हामीले पहिला यसलाई के गर्छौँ, pH लाई H+ आयोन कन्सन्ट्रेसनमा चेन्ज गर्छौँ। मैले के गरेको छु, pH यो फर्मुला भनेपछि हामीले पहिला H+ मा मैले चेन्ज गरेँ, भोल्युम पनि दिएको छ, मैले यसलाई पनि H+ मा पहिला चेन्ज गरेँ, त्यसपछि भोल्युम दिएको छ। भनेपछि सिम्पल हामीले नर्मल इक्वेसन युज गरेर हामीले के गरेको छौँ, यसको पहिला स्ट्रेन्थ निकालेको छ। त्यसपछि हामीलाई थाहा छ यो त अब एसिडकै कुरा भइरहेको छ भनेपछि अभियसली यो H+ हुने भयो। त्यसपछि हामीले pH निकाल्न सक्छौँ, यसरी चाहिँ हामीले निकाल्न सक्छौँ। भनेको पहिला अब सिम्पल चाहिँ डिल गर्न पर्यो है, त्यसपछि अलिकति अब सामान्य बुझ्न लागेपछि बल्ल कम्प्लेक्सतिर मुभ गर्ने। ल आजको लागि चाहिँ